बालनले मध्यरातमा अशोभनीय शब्द प्रयोग गरेर लेखेको स्ट्याटसले सामाजिक सञ्जाल हल्लियो। पोस्ट गरेको केही मिनेटमै डिलिट गरे पनि तानिए चौतर्फी विवादमा। दर्शकवृन्द, काठमाडौँ महानगरपालिकाका मेयर बालन शाह फेरि एकपटक आफ्नो सामाजिक सञ्जाल पोस्टका कारण विवादमा तानिएका छन्। शनिबार मध्यरातमा उनले फेसबुकमा लेखेको स्ट्याटसमा अमेरिका, भारत, चीन र नेपालका ठूला राजनीतिक दलहरूलाई लक्षित गर्दै तीखा र अशोभनीय शब्द प्रयोग गरेका थिए। स्ट्याटस सार्वजनिक भएको केही मिनेटमै उनले त्यसलाई हटाए पनि त्यसको स्क्रिनशट अहिले फेसबुक, एक्स र टेलिग्राम जस्ता प्लेटफर्महरूमा तीव्र गतिमा फैलिरहेको छ। हटाइएको त्यो पोस्टले रातारात बालनलाई पुनः सार्वजनिक बहसको केन्द्रमा पुर्याएको छ। उनले लेखेको स्ट्याटसमा अमेरिका, भारत, चीनसँगै नेपाली कांग्रेस, एमाले, माओवादी, रासपा र राप्रपा जस्ता दलहरूलाई एकैचोटि निशाना बनाएका थिए। बालनले सबै मिले पनि केही गर्न सक्दैनन् भन्ने अंशमा प्रयोग गरेको भाषा निकै आक्रामक र अशोभनीय भएको भन्दै धेरैले आलोचना गरेका छन्। सामाजिक सञ्जालमा हाल दुई धारका प्रतिक्रिया देखिएका छन्। एक पक्षले बालनको अभिव्यक्तिलाई राजनीतिक असन्तुष्टि र कुण्ठाको परिणाम भन्दै बचाउ गरेका छन् भने अर्को पक्षले जनप्रतिनिधिबाट अशोभनीय भाषा अस्वीकार्य भन्दै कडा आपत्ति जनाएका छन्। त्यस्तै उनका केही निकट समर्थकहरूले बालनको मानसिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन् उनी निरन्तर दबावमा छन्, उनलाई केही समय विश्राम र आत्ममूल्याङ्कनको आवश्यकता छ। यो पहिलो पटक भने होइन, बालनले सामाजिक सञ्जालमा प्रयोग गरेका तीखा शब्दका कारण उनी विवादमा तानिँदै आएका छन्। केहीले केन्द्र सरकार र दलहरूलाई खुला चुनौती दिएका छन् भने केहीले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनबारे टिप्पणी गर्ने उनको बानीले उनलाई पटक पटक चर्चाको केन्द्रमा पुर्याएको पनि बताएका छन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारसँग उनको नजिकतो बारे चर्चा चलिरहेको बेला आएको यो नयाँ पोस्टले राजनीतिक वृत्तमा थप तरङ्ग ल्याएको छ। हालसम्म उनले उक्त विवादित स्ट्याटसबारे कुनै औपचारिक टिप्पणी गरेका छैनन्, तर हटाइसके पनि उनको मध्यरातको स्ट्याटस अहिले पनि सञ्जालमा आगो चाहिँ फैलिँदैछ।